ल साथीहरू, यो चाहिँ खुइजरे गाउँ स्कुल, सरकारी स्कुल भन्छ नि हामीले, सरकारी स्कुल। तपाईँहरूले चाहिँ सोध्नुहुन्छ पढाइ हुन्न भनेर सरकारी स्कुलमा। तर यो खुइजरेमा सरकारी स्कुलमा चाहिँ यहाँको प्रिन्सिपल हुनुहुन्छ अरे एउटा महिला। उहाँले चाहिँ यहाँ चाहिँ कृषि खेती पनि गर्छन् कि विद्यार्थीहरूद्वारा। अनि त्यो चाहिँ विद्यार्थीहरूले गरेको कृषि खेतीलाई बेचेर अनि चाहिँ त्यो पैसा चाहिँ विद्यार्थीहरूलाई नै चाहिँ सदुपयोग गर्छन् नि यहाँको प्रिन्सिपलले है। ल हेर्नुहोस्, हाम्रो चाहिँ यो बाटो बनाउने हो होला है। एकदम ठुलो है। तपाईँलाई थाहा छँदैछ, यो चाहिँ ट्रकले चाहिँ मान्छे देख्दैन अरे है। अब यो खुइजरी गाउँको पारिपट्टिको गाउँ के अरे बुढी, इस्तुन भन्ने गाउँ अरे के, मिस्तुन लिस्तुन ए लिस्तुन भन्ने गाउँ। सानो गाउँ हो, छरे गाउँ होइन। त्यो अहिले चाहिँ बाटो बनाउँछ लेसर लैजानको लागि। हो त्यो पारिपट्टि अहिले मैले त जहाँ तपाईँले देखाएँ त्यहाँ चाहिँ पुरै ढुङ्गा फोर्दै रहेछन्, अब ट्याङ 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 गर्दैछन्। यो भन्दा यताको साइडको पुरै क्याङमा चाहिँ तपाईँलाई थाहा हुनुपर्छ, धेरै जस्तो चाहिँ हाम्रो पूर्जा भाइहरू छन्। आफू पनि पूर्जा पऱ्यो, माया लाग्छ पूर्जा भनेपछि होइन। तर यो क्याङ गाउँ चाहिँ एकदम छरे गाउँ छ कि है। कति माथिबाट छरिँदै 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 अहिले यहाँबाट त्यो गाउँ देखेकै छैन। ल अहिले मैले तपाईँलाई यसो देखाउन खोजेको है। यो नि क्याङै हो। ऊ पर पुगेपछि तपाईँहरूले त्यहाँ अलिअलि घर देख्नुभयो। तर यहाँबाट हेर्दाखेरि क्याङको अलिकति गाउँ, लेसरको अलिकति घरहरू देखिन्छ क्या है। अब यतापट्टि आयो भने तपाईँलाई म देखाउँदैछु गुरुङ गाउँ। ल गुरुङ गाउँ भने एकदम सानो छ, तर एकदम गुच्चुगुच्च भएको गाउँ छ क्या है। ल यो गाउँ चाहिँ गुरुङ हो है। यहाँ पनि हाम्रो पुन मगरहरू धेरै छन् सबै। अनि गुरुङको यतापट्टि हामीले हेर्दाखेरि दाहिनेतिर यो लाङदी गाउँ हो है। यो लाङदी गाउँमा चाहिँ मेरो विचारमा धेरै जस्तो गुरुङहरू छन् होइन। म चाहिँ पुन मगर भए पनि फेरि गुरुङ कुरा पनि सबै बुझ्छु मैले होइन। अहिले चाहिँ हाम्रो चाहिँ खुइजरीको स्कुलमा चाहिँ भर्खरको हाम्रो नाबालक बच्चाहरू चाहिँ बास्केटबल खेल्दैछन् होइन। यो चाहिँ सबै सरकारी हो। जस अहिलेको यहाँको महिला प्रिन्सिपलले चाहिँ यो चाहिँ स्कुललाई चाहिँ एकदम उन्नति होस् भन्ने हिसाबले चाहिँ मजाले विद्यार्थीहरूसँग मिलेर कृषि खेती गरेर त्यो कृषिबाट उत्पादन भएकोलाई बेचेर होइन। अनि त्यो आएको पैसाले चाहिँ यहीँको विद्यार्थीहरूलाई के समस्या हुन्छ त्यही चाहिँ किनेर चाहिँ समाधान गर्नुहुन्छ। जो कि त्यहाँबाट आएको पैसाले त्यहाँ समाधान गरेपछि उहाँले चाहिँ अभिभावकहरूसँग चाहिँ त्यसैको लागि पैसा उठाउनुहुन्न क्या भनेको। यतिको साहसी प्रिन्सिपल, महिला प्रिन्सिपल होइन, मैले चिनेको पनि छैन, तर मैले सुनेको मात्रै हो होइन। जे होस्, महिलाले केही गर्न सक्दैन भन्नुहुन्छ। जस यो खुइजरी गाउँको चाहिँ स्कुलले, सरकारी स्कुलको महिला प्रिन्सिपलले चाहिँ केही गरेको रहेछ भन्ने कुरो बुझिन्छ है मित्रहरू। ल अब हामी चाहिँ क्याङको लागि यात्रा सुरु गर्दैछौँ होइन।
अहिलेलाई बिदा भएँ, बाई।